हेलो साथीहरू नमस्कार। यो चाहिँ हेर्न सक्नुहुन्छ यो आस्फाल्ट प्लान्ट हो है, एकदम अत्याधुनिक आस्फाल्ट प्लान्ट हो। यहाँ चाहिँ यहाँको एरिया एकदम पुरै धेरै ठुलो छ है, हेर्न सक्नुहुन्छ। यो आस्फाल्ट यो पुरै अत्याधुनिक द्वारा आस्फाल्ट बनाइन्छ, रोडहरू बनाइन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो यता चाहिँ जेनेरेटर हो, ठुल्ठुलो छ, दुईवटा छ जेनेरेटर, एउटा चाहिँ चल्ने, अर्को चाहिँ बिग्रेर छ। र एउटा वर्कर यहाँ काम गर्दै हुनुहुन्छ, उहाँ चाहिँ सो आजकल चाहिँ अलिकति प्लान्ट चल्दैन, सो यहाँ चाहिँ अलिक केही न केही कामहरू हुन्छ है, सरसफाइको कामहरू यता अनि त्यो अलिकति गर्दै हुन्छ साथीहरूले चाहिँ। अनि यो अर्को जेनेरेटर हो, यो पुरै यस्तो छ। यो यतापट्टिको चाहिँ यो रिसाइकल हो है, रिसाइकल प्लान्ट हो। यो यसबाट आएको जति मेटेरियलहरू छ सबै माथि गएर मिक्सिङ हुने हो। अनि त्यहाँ चाहिँ अब यहाँ छ। अनि यो पुरै हेर्न सक्नुहुन्छ तपाईँहरू, यो उतापट्टि लोडर छ, अनि यो चाहिँ यो यतापट्टिको चाहिँ यो कन्ट्रोल रुम हो है। यताबाट यो जुन तल छ यहाँबाट चाहिँ लोडिङ हुन्छ, र यहाँ चाहिँ यो पुरै आगो बल्छ, बर्नर हो यो चाहिँ। यहाँबाट जति मालहरू आउँछ यो सबै यहाँ तताएर सिधै माथि गएर अब छानेर अनि त्यसपछि त्यहाँ मिक्सिङ हुन्छ आस्फाल्ट। हेर्न सक्नुहुन्छ यता अर्को यहाँ साथी छ है, उता चाहिँ अब कामजाम छैन, त्यसो मोबाइल चलाइरहेको छ। यसो छ यो हेर्न सक्नुहुन्छ, पुरै यसो छ। यो एकदम फुल्ली अटोमेटिक प्लान्ट हो यो चाहिँ।